सयपत्री मखमली जस्तै रहोस्, साथै बत्तीले दियोले हजुरमा रहेको अज्ञानतालाई ज्ञानमा परिवर्तन गराओस्। हजुरको अस्ट्रेलियाको बसाइ जिराई रहोस्, मङ्गलबारको ओम शान्ति ओम शान्ति। एकदम राम्रो भन्नुभयो उहाँले। पैरों में तेरे घुंघरों की पिठुरिया छन 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 खा अनफनी चली बोलो है जाती रे जाती रे अनफनी चली बोलो है जाती रे जादू जिसमें रोजी रोजी है तुझे कमर एक नंबर तेरे शंबर पैकी एक नंबर तुझे कमर है चाल शेके शेके है किती सुंदर तुझे टिप्पण जे पाहिजे ते घेते गंधवाणी भाई 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 भला मोरी रामा भला तारी रामा भला मोरी रामा भला तारी रामा भला मोरी रामा भला। ल धेरै धेरै माया यो सपोर्ट बिग बजार बुट्टा हाम्रो इन्द्रेणी उहाँहरूले गरिदिनु भएको छ। धेरै धेरै एकदमै जोरदार ताली उहाँहरूको लागि। यस्तो माया साथ यहाँ भर्खरै स्टेजमा आएको त लाग्यो। अब हामी यो तपाईहरुको साथ सपोर्ट मलाई चाहिन्छ है। घर आगना नि साथी भाइ दर्शन नमस्ते गरे सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ ओ आफ्नो विदेशमा पढाइ अन्दाली हुँदैछ हाम्रो आमा आमा मेरी तिमी छिटिस पारी याद आउँछ झन्झनी मुटुभरि ए राम्ररी भन ए शर्मिलाई खन ए भन न भन ए हामी त्यसै आएनौ ए नेपालबाट ए पठाइ ठिक छ
एउटा फुल फुलिया बिहारमा गाउँछु very lucky for such a beautiful culture. Make sure you keep your language precious. It's very precious. And learn it today. And हजुरले लागिदिनु हो अब एउटा फोटोको लागि रे एउटा यसो गर्नु न स्न्याप पठाइदिनु न सानो सानो हुन्छ त्यही हतार कहाँ अब गर्नु भनेको जमाना अगाडि कहाँ बढिसक्यो ल कसलाई बोलाउँदै हुनुहुन्छ कसलाई टिम मुट्टा हेलो टिम मुट्टा यता एक्चुअली टिम मुट्टा त यहाँ फोटो खिचिरहेको यहाँ आउँदै पनि एक्चुअली आउनै पर्यो कि यहाँनिर जोरदार ताली एकदम राम्रो है धेरै राम्रो स्पेशल थ्याङ्क्स सबैजनाको लागि क्याप्चनको लागि धन्यवाद दाइको लागि धन्यवाद खै केही भन्नु छ अलिकति छैन ल केही छैन ल दाइ एकदम ह्याप्पी एकदम ल थ्याङ्क यू भेरी मुनिगणवन्दितमोक्षप्रदायिनि मञ्जुळभाषि वेदनुते पङ्कजपालितवशवशिनि कामिनि करूपिणि वेदमयि क्षीरसमुद्भवमङ्गलरूपिणि त्वन्तनिवासिनि मङ्गलदायिनि अम्बुजवासिनि आज लक्ष्मी पूजाको दिन पनि अब भोलि पनि छ आज पनि नेपालमा हामी मनाउँदैछौँ यो अवसरमा सम्पूर्णलाई लक्ष्मी माताले एकदम सफलता दिउन् धन धान्य हुन् सबैजनाको व्यवसाय सफल होस् भन्न चाहन्छु र विशेष गरी हामी मिलन चौतारी बुवा आमा समाज यहाँ सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ र हामीले यो मिलन चौतारीले पनि यहाँहरूकै सेवा सहयोगबाट धेरै कार्यक्रमहरू सफल गर्दै आइराखेका छौँ र यसै सन्दर्भमा यहाँहरूलाई धेरै शुभकामना दिन चाहन्छु र आज विशेष गरी देउसी भैलोको कार्यक्रम रहेको हुनाले हामीले जस्तो सक्छौँ यहाँहरू समक्ष एउटा देउसी भैलो कार्यक्रम एकछिन यहाँहरूलाई पस्किएर रमाइलो गरेर हामी जानेछौँ र विशेष धन्यवाद हाम्रा पुनरी राम
आउँछिको दिन गाई तिहारो भैलो तिहारको भैलो भनेर आइ म फमाली आइ तिहार तिउमा तिहार आइ तिउमा तिहार आइ खेल्नै पर्ने आइ डुल्नै पर्ने चिरे खेल्नलाई जान्छ दिनको चाडबाड मनाउन दौरा सुरुवाल ढाकाको टोपीमा आयौँ हामी भैलो र देउसीमा दौरा सुरुवाल ढाकाको टोपीमा आयौँ हामी भैलो र देउसीमा आयौँ हामी भैलो र देउसीमा देउसुरे फुलेको देउसुरे देउसुरे बस्तीमा खाली देउसुरे सबै नेपाली देउसुरे पश्चिम देउसुरे दक्षिण देउसुरे चारै नाम देउसुरे रामै राम देउसुरे शक्तिको सन्देश देउसुरे वर्ष दिनमा साह्रै नै रमायो देउसुरे देउसुरे खेल्न देउसुरे भन साथी हो देउसुरे राम्ररी भन देउसुरे स्वर मिलाउन देउसुरे घरबेटी बाबा हाम्रो दाजुभाइ दिदीबहिनीहरू रानी आयौँ देउसुरे पिरो पसल आयौँ देउसुरे सेन्टर आयौँ देउसुरे नेपाली बजार आयौँ देउसुरे फर पिपल आयौँ देउसुरे भन साथी हो देउसुरे होइन देउसुरे अरू नेपाली देउसुरे पोसँग नि जानु छ देउसुरे अरू पोसँग पनि देउसुरे आखुन देउसुरे चाखुन देउसुरे रोटी नै छैन देउसुरे लड्डु पनि चाखौँ देउसुरे छानामाथि भिरौता देउसुरे एकदिनमा हेरौँ त देउसुरे आइयो देउसुरे धेरै धेरै पछि हामीहरू यहाँबाट बिदा हुनेछौँ र फेरि पनि आशिष थप्नको लागि हाम्रो ध्रुव भाइलाई म अनुरोध गर्छु ल రాజమండ్రి రాజమంజరి మాయమ్మ పేరు అలవలోడు లేరు మెసిరి రాకంగన్నాని మరి ఒరిగచ్చడి తిరుపతి తోడు నింద తట్టి కొనే సోగ్రాడి సుఖసుందరి శ్రీమా తేన పందిరి हामी के भन्छौँ Thank you.
कथा कविताहरू पढ्न देख्न मन पराउने हुनुहुन्छ? मैले यही मौकामा चाहिँ एउटा कुरा भन्ने छ है, यदि अस्ट्रेलियामा हुनुहुन्छ नेपाली पुस्तकहरू पढ्न चाहनुहुन्छ भने चाहिँ हामीहरू सारांश बुक्स भन्ने अनलाइन प्लेटफर्म मार्फत हामीहरूले नेपाली किताबहरू पनि उपलब्ध गराउँछौँ। तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी टिकटक युट्युब पटक मेरो मित्रले रङ फेर्यो, पहिलो पटक मेरो मित्रले रङ फेर्यो, मैले सम्झेँ त्यो कुनै संयोग मात्र हो। दोस्रो पटक मित्रले फेरि रङ बदल्यो, दोस्रो पटक मित्रले फेरि रङ बदल्यो, मन दुख्यो है। दोस्रो पटक मित्रले रङ बदल्यो, मन दुख्यो, तर सहिष्णुतामा माफी दिए। फेरि पनि रङ फेरियो, फेरि पनि रङ फेरियो। यसपटक सहन सकिन, मन भारी बन्यो, दुखाइको सागरले मलाई डुबायो। तर अब चाहिँ मैले सोध्नै पर्यो, तिमी किन यसरी रङ बदल्छौ? उसले मुस्कान सहित जवाफ दियो, म छेपारो हुँ, मेरो अस्तित्व नै रङ बदल्नु हो। उसले रङ फेर्यो, उसको के दोष हो त? छेपारोले रङ फेर्यो, उसको के दोष? दोष त मेरो थियो, मैले छेपारोले मान्छे सम्झिनु। मैले ठाने उसका रङहरू सधैँ स्थिर रहन्छन्, तर उसले आफ्नो जीवन बचाउन रङ बदल्नु पर्ने रहेछ। अब छेपारो हुन्छ, रङ बदल्ने क्रम पनि हुन्छ, तर आजकल मैले गुनासो गर्न छोडेँ, किनकि उसको रङहरू उसकै अस्तित्वका कथा हुन्। मैले बुझेँ कसैको प्रकृति बदल्न खोज्नु महामूर्खता हो। अब छेपारोले रङ बदले पनि मेरो मन स्थिर रहन्छ। धन्यवाद।